हेलो साथीहरू नमस्कार सम्पूर्ण तपाईँहरूलाई। आज चाहिँ मेरो यो चाहिँ न्यू भ्लग हो। मेरो युट्युब च्यानल दिला लिम्बू छ। तपाईँहरू सबैजनाले सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। आज चाहिँ एउटा सानो भिडियो राख्दैछु। म माइत जाने केही समय पछाडि, त्यही भएर सपिङ गर्न हिँड्न लागेको। म सपिङको केही झलकहरू तपाईँहरूलाई भरे देखाउने छु। यो उसको चाहिँ यो के भन्छ टाटनको जस्तो चाहिँ टाटनको जस्तो यही होइन? त होइन, अस्ति तिमीले किनेको कतिमा हो? त्यो ठुलो त मेरो त 1000 सानो चाहिँ यस्तो चाहिँ कतिको यो लुङ्गी? 350 यो होइन हौ, यो त 350 भन्नुहुन्छ त्यो पनि यस्तोलाई। यो पुचुक्क चुम्केर माथि आइजान्छ। त्यहाँ अरू पनि छन् रहेछ त ऊ कतिको यो? त्यो 750 है। त्यो पनि त्यो र ऊ त्यो एउटै होला नि, त्यो तल लास्टको त्यो होइन त्यो 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 तर 250 दिइहाल्छ नि एउटा त्यो लान। अनि कहाँ किन्नु त्यस्तो त यस्तै छ दाजु, छोरा मान्छेले लाउने खोइ कस्तो कलर भएकोहरू छ? हुन्छ, म अब लगेपछि थाहा भइहाल्छ। यस्तो कलर छ, यो कलर छ, ए भेस्ट त पुगेको छैन र? त्यसैको कलरमा भएको। चाहिँ ठिकै हो, ठिकै छ। त्यसैको यो त कति हो? यो 300 रुपियाँ। मिलाएर त दिइहाल्नुहुन्छ। खोइ त यो जिनिसमा बुझी छैन। यसमा कोही छ 3XL रहेछ। एक्सएल चाहिँ छैन? एक्सेल अलिक सानो दिनुहोस् न है। त्यो त ठुलो हो। एक्सेल भयो, यो कलर एक्सेल त्यो तिनीहरू यो बुझी कलर भएको छ, यो कलर पनि हो। ए चाहिएको हो त्यो मलाई चाहिएको यो ठिक छ नि यो यो अँ, यो। अन्त है मैले पनि देखिँदैन नि। तर डबल एक्सेल हो। एक्सेल एक्सएल एक्सेल त्यो ठिक हुन्छ ल। हुन्छ। यो अहिलेको केटाहरूले लाउने सामान्य खालको सर्टहरू छैन? सर्टहरू छ, चेक सर्टको छ होइन, अनि त 28को सर्ट छ। अलिक सिम्पल खालको। यिनीहरूबाट ठिक हुन्छ। अन्त यो 0 लाई एउटा लानु भनेर होइन? यो एक्सएल रहेछ है, त्यो अर्को यसमा लानु। एक्स्ट्रा यो अल्को मान्छेहरूलाई हुन्छ होला नि यो? हामी जस्तोलाई अन्त त्यस्तै अल्को छ। हल्कै छ नि बिरुवा छैन? 2XL को भयो। कुन कलर? है यो ठिक छ क्या हो? अन्त यो यस्तै हो त, फेरि जस्तो छ। त्यो यो अनि तिनीहरू अनि माथिको यति सर्ट होइन? यो सर्ट चाहिँ कति हो? त्यो कोठीको थियो यो 780। त्यो अलिक सस्तो हो, त्यो पनि राम्रो छ त। त्यसको कलरहरू छ। योभन्दा नि अहिले त सानो कोठा भएको आएको थियो त। यो डबल होइन होइन किन यही ठिक हुन्छ त्यो है? ठिक छ, बिरोसलाई त त्यही ठिक छ। प्राइजै चलेको छ बढी। यही ठिक। किनभने त्यो न्यू केटाहरू हो कि। यही लुङ्गीहरू लगेको हुन्छ नि, साडी पनि लगाउँछ। साडी पनि मिलाएको हुन्छ।
साथीहरू अघि चाहिँ तपाईँहरूलाई सपिङ गरेको देखाएँ, अहिले चाहिँ के सामान ल्याएँ त भनेर तपाईँहरूलाई देखाउँदैछु ल। यो सर्ट, यो कुर्ती, यो कुर्ती नै, यो चाहिँ भेस्ट हो, यो पनि भेस्ट हो, यो चाहिँ सर्ट हो है, कट राइसको सर्ट, यो चाहिँ लुङ्गी, अनि यो चाहिँ बर्की, अनि यो प्यान्ट हो, यो चाहिँ प्यान्ट हो यहाँनिर चाहिँ, अनि यो पनि लुङ्गी, अनि यो नि लुङ्गी, यो नि लुङ्गी। आज चाहिँ मेरो सपिङ यति, फेरि बाँकी छ साथीहरू। यो चाहिँ मेरो पहिलो भ्लग हो, कति कुराहरूमा मिस्टेक भयो होला, मलाई क्षमा दिनुहुन्छ भन्ने आशा गरेको छु। तर पनि मलाई चाहिँ जस्तै जे भए पनि, मेरो मिस्टेक भए पनि तपाईँहरूले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है भन्दै आजलाई चाहिँ मेरो भ्लग यति नै। हस्त, बाई बाई।